साथीहरू लगायत सम्पूर्ण धेरै व्यक्तित्वहरू यति बेला राष्ट्रपति कार्यालय शीतल निवासमा हुनुहुन्छ। अब केन्द्रमा नै उहाँलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ राष्ट्रपतिज्यूबाट बालेन्द्र शाहलाई। र आजै मात्रै नेपालको संविधानको धारा 76(1) अनुसार बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल म बालेन्द्र शाह जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। मन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि सम्पूर्ण नेपालीले एउटा आशा र भरोसा गरेको युवा प्रधानमन्त्री युवा व्यक्तित्वको रूपमा लिएका छौं। यी सबै जिम्मेवारीहरू उहाँले अहिले लिनुभएको छ र उहाँका अगाडि धेरै चुनौतीहरू पनि छन्। Thank you for watching this video. If you enjoyed it, please hit the like button and the bell notification icon.